हामीलाई आज के सुनाउनुहुन्छ? लौ आज तिमीहरूलाई म गाउँ खाने कथा सोध्छु। तिमीहरूले जन्दछौ कि नै हेरौँ है त के कति जानेका रहेछौ। लौ सुन, हात मुख नभए पनि जतासुकै जान्छ, बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ, के हो? ल म 5 सम्म गन्छु, मिलाउँछौ कि नै हेरौँ है त। 1 2 3 4 अनि 5। तिमीहरूले जानेनौ? ल सुन, सही उत्तर हो चिठी। यता त गाउँ खाने कथाको रमाइलो पो रहेछ। ल तिमीहरूलाई म पनि एउटा प्रश्न सोध्छु है त। ल सुन सबैले, सानो सानो घरभित्र केटाकेटी बस्छन्, टाउकोमा सबैले कालो फेटा कस्छन्, के हो? बुवा, यसको उत्तर पनि आएन। हजुरले भनिदिनु पर्यो। ल सुन, तिमीहरू अर्कोचोटि चाहिँ पढेर आउनु। ल यो पटक चाहिँ म उत्तर भनिदिन्छु। उत्तर हो सलाइभित्रको काटी। हुन्छ बुवा, हुन्छ आमा बुवा। भोलि हामी हजुरहरूको कथा सबको उत्तर दिन सक्ने भएर आउँछौँ।